तर के हुँदैन पोसिबलै छैन। सिस्टमै बेग्लै छ कि अर्कै सिस्टम छ कि यिनीहरूको जुन सिस्टम छ नि एकदमै डेन्जर छ। यस्तो समातेको छ क्या यिनीहरूले, एकदम नेपालले यस्तो समातेको छ। हामीहरू हेरेको हेरी मात्र, त्यो भन्छ नि सम्झिनु पानी छम्किनु, त्यस्तै हो। हेलो नेपाल, म हजुरहरूको बिच फेरि आएँ केही कुरा गर्नको लागि। मैले के देख्दैछु भने नेपालमा केही बदलिएन, न कि बदलिनेछ। किन भनिरहेछु त्यस्तो भने जुन आन्दोलन अहिले हुन गइरहेछ, जुन हुन्छ आउने दिनमा, त्यसले केही फरक पर्दैन। किनकि जुन सिस्टम नेपालमा छ नि, त्यो सिस्टमबाट जुन सिस्टम छ त्यो सिस्टम जहिले चेन्ज हुँदैन जबसम्म हामी आजाद हुने छैन। किनभने तपाईँलाई मैले एकदमै क्लियर कटमा सम्झाउन गइरहेको छु। सुन्नुहोस् होला, पुरै भिडियो मजाले देख्नुहोस्। नेपालमा यो जुन छ नि बुढाहरू तीनटा, प्रचण्ड, देउवा र केपी ओली, यिनीहरू तीनजनाले मजाले सिस्टम बनाएको छ, एकदमै मजाले। यिनीहरू जबसम्म जिन्दा छ नि, यिनीहरू जीवित छ, तबसम्म यिनीहरूले राज गर्ने हो। किनकि सिस्टमै त्यस्तै छ पुरा। किन भन्दैछौँ हामी चाहेर पनि केही गर्न सक्दैन। सपोज अब बालेन उठ्यो एउटा ठाउँबाट, हर्क सम्पाङ एउटा ठाउँबाट उठ्यो, यी दुवैजना उठिन्छ, यिनीहरूले पार्टी खोल्छ, नयाँ बनाउँछ पार्टी आफ्नो, चारैतिर यिनीहरूबाट भोट लिन्छ। कुनै ठाउँबाट मात्रै जित्न सकिन्छ, जहाँ युथहरू हल्का धेरै इन्करेज छ, त्यहाँबाट जितिन्छ, यिनीहरू जित्न सक्छ। तर जुन बहुमत हुन्छ नि, जुन यो प्रचण्ड र देउवा केपीहरू जति ल्याउन सक्छ त्यति यिनीहरू दुईजनामा कोही ल्याउन सक्दैन जस्तो लागिरहेछ। किनभने सपोज यिनीहरूले बालेन र हर्कसम्म कुनै ठाउँबाट जिते भने यिनीहरूलाई गठबन्धन गर्न जरुरी, एकदमै जरुरी पर्छ। किन भन्दैछु, किनकि यो तीनटा बुढाहरू गठबन्धन गरिदियो भने यस्तै यिनीहरूको सरकार भइहाल्छ, एकदमै इजी तरिकाले हुन्छ। त्यही कारण नेपालमा केही हुँदैन क्या जबसम्म यो सिस्टम चेन्ज हुँदैन। जुन सुशीला कार्कीले जुन बयान दिनुभयो कि त्यस्तो हुन सक्दैन अरे, हामीले त्यो गर्न सक्दैन, त्यस्तो संविधानमा छैन, डाइरेक्ट पिएम बनाउने संविधानमा छैन अरे उहाँले भन्नुभयो। तर संविधानको खिलाफ जाँदैन अरे उहाँ पनि त संविधानको खिलाफै त बन्नुभएको प्रधानमन्त्री। ओके, हामीले प्रोटेस्ट गरेर उहाँले बनाएको, आज आएर उहाँले त्यस्तो कुरा गर्नु कस्तो चित्त दुखिसक्यो। जबसम्म यो सिस्टम चेन्ज हुँदैन नि तबसम्म यस्तै हुने हो क्या। बुढाहरूले मजाले चाट्छ नेपाललाई। बालेनलाई या हर्क सम्पाङ जुन पनि छ लिडर, जबसम्म डाइरेक्ट भोट गरेर हामी पिएम बनाउन सक्दैन तबसम्म केही हुँदैन। मजाले यिनीहरू मजाले जित्छ, बच्चासँग जसरी जित्छ त्यस्तै जितिन्छ कि केही हुँदैन। दुःखको कुरा हो मैले जुन भनिरहेको छु, त्यस्तो नहुनुपर्ने नहोस्, तर त्यस्तै हुन्छ जस्तो लागिरहेछ। किनकि गठबन्धन गर्छ यिनीहरूले। गठबन्धन गऱ्यो भने सरकार त उनीहरूको नै हो, स्योर उनीहरूको। अहिले हेर्नु न कति झोले ट्रेन्ड निस्केछ। त्यही कारण भन्दैछु हामीलाई युथहरूलाई बुझ्नुपर्ने छ, सोच्नुपर्ने छ। आफ्नो घर सबैजना भन्नुहोस्, ठिकै छ जुन पार्टी पनि मान्छे भयो भने भोट चाहिँ कुनै युथलाई दिनुहोस्, राम्रो युथलाई दिनुहोस्। बालेन भयो, हर्क सम्पाङ भयो, यस्ता मान्छेलाई दिनुहोस्, राम्रो मान्छेलाई दिनुहोस्। नेपाललाई बदलिनु छ भने, किनकि नेपाल भनेको धेरै राम्रो कन्ट्री हो, तर उहाँको नेताहरूले गर्दा नेपाल बिग्रिया छ मात्र। त्यही कारण सोच्नुहोस्, बुझ्नुहोस्, मैले भनेको कुराहरू ध्यान दिनुहोस्। आउने इलेक्सनमा भोट एकदमै सम्झेर अनि विचार पुर्याएर दिनु होला, त्यही भन्न चाहन्छु। तर केही हुँदैन क्या, पोसिबलै छैन। सिस्टमै बेग्लै छ क्या, अर्कै सिस्टम छ कि यिनीहरूको जुन सिस्टम छ नि एकदमै डेन्जर छ। यस्तो समातेको छ क्या यिनीहरूले, एकदम नेपालले यस्तो समातेको छ। हामीहरू हेरेको हेरी मात्र, त्यो भन्छ नि सम्झिनु पानी छम्किनु, त्यस्तै हो। केही हुनै सक्दैन यार, के गर्ने खोइ, हेरौँ के हुन्छ अगाडि। हस्, यही भन्दै म यो भिडियो खत्म गर्न चाहन्छु। धन्यवाद।